हेलो मेरो प्यारा प्यारी साथीहरू, आज चाहिँ म गुलाब जल बनाउँदैछु है साथीहरू। गुलाब जल कस्तो हुँदो रहेछ म पनि बनाएर हेरौँ भनेर गुलाब कस्तो दामी फुलिरहेको थियो। मैले टिपेर गुलाब जलको लागि मैले यस्तै बनाइरहेको छु। बजारमा किन्नु सकिँदैन। मैले गुलाब जलको लागि चाहिँ भाँडामा पानी लिएँ। मैले चाहिँ अनि गुलाब जल बनाउनुको लागि गुलाब दिएँ साथीहरू। पहिलो नम्बरमा गुलाब जलको लागि मैले एउटा कटौरी लिएँ अनि माथिदेखि एउटा बसाएँ मैले कभर है। हेर्नु है साथीहरू, मैले चाहिँ वरिपरि मैले यस्तो ग्यास नजाओस् भनेर रक्सी पार्ने जस्तै बनाइरहेको छु। यस्तो यहाँ माथि पानी भरेँ मैले। अब साथीहरू म यो कति 30 मिनटको लागि छोडिदिन्छु। आगो बालिरहेको छु है। 30 मिनटको लागि चाहिँ यो म छोड्छु। यो साथीहरू तात्यो होइन। अब म चल्न चाहन्छु। कस्तो भयो? पानी धेर लागेको छु के साथीहरू। हेर्नुहोस् त कस्तो बाफले गर्दाखेरि राम्रै देखिएन।